आज चाहिँ मेरो प्रोग्राम छ अनि जाँदैछु म। अब मेरो मात्र होइन अरू पनि 2 जना हुनुहुन्छ मसँग। म तपाईँहरूलाई देखाउँछु को हुनुहुन्छ भनेर, किनकि मलाई पनि थाहा थिएन को हुनुहुन्छ भनेर। अनि मैले चाहिँ हिजो थाहा पाएँ। अनि यो म चाहिँ भ्लग सुरु गरिरहेको छु, मेरो क्यामेरा नयाँ हो। अनि यता दाइहरू हुनुहुन्छ, दाइहरू हुनुहुन्छ 2 जना दाइहरू, अनि म यहाँ छु। हामी जाँदैछौँ। हेलो मान्छे उयो हो, मै हो। गलैरान देखिन्छ है फेरि, मेरो नयाँ क्यामेरा हो क्या हो। ब्लग सुरु गरेको अनि फर्स्ट भ्लग हो है फेरि यो आज। अब गङ्गा बहिनीसँग भेट हुन्छ हाम्रो। कति टाढा हो रे दाइ? यहाँबाट अब 1.5 घन्टा लाग्छ। 1 घन्टा लाग्छ होला। कुन ठाउँ हो र? साँखु भन्दा माथि। 1 घन्टा त के होइन हौ, काठमाडौँमा त लागिहाल्छ यसै नि। लाग्छ। जुन ठाउँ गए पनि भनी चल्नु हुन्छ कि। त बहिनी पनि आएन है, यता अर्की बहिनी आएन। अब के गर्नु, बल्ल बल्ल यता अर्की बहिनी आएन, यता अर्की बहिनी छिन्। अब हामी 3 जना हो आजको मुख्य आकर्षणहरू होइन। अब हामी जाँदैछौँ गङ्गा सोनाम। मलाई धेरै कुर्नु भयो हो त नि, हामी त वहाँ अर्को बाटो छिरेर फेरि कता कता गयौँ। तँ यो दादाले लोकेसन गलत हेर्नु भयो जस्तो लाग्यो हो अघि सुरुमा। ल के गर्दैछौ? थोड़ी देर और ठहर जा, ल दिल चरखे अलि हाइबाट थोरै दिल चरखे एक दो डोरी दिल चरखे की, एक दो डोरी सूफी इसका रंग है, इसमें जो तेरा ख्वाब पिरोया, इसमें जो तेरा ख्वाब पिरोया, नींदे बनी पतंग, दिल भरता नहीं आंखें रजती नहीं, दिल भरता नहीं आंखें रजती नहीं, चाहे कितना भी देखती जाऊं, बंद जाए मैं रोक ना पाऊं, तू थोड़ी देर और ठहर जा सोनिया, तू थोड़ी देर और ठहर जा सोनिया, तू थोड़ी देर और ठहर जा, तू थोड़ी देर और ठहर जा। कस्तो राम्रो ठाउँ हो त यो त। यहाँ लेख्ने भन्नु क्या दाइ बरु। जर्सिङ पौवा हामी यहाँ पनि लिँदा हुन्छ क्या। यस मेरो घर रमाइलो छ। हामी त गीत गाउँदै जाँदैछौँ। पुग्दैन भने 1 रुपैयाँ दिनु भयो। लिरिक्स नै राम्रोसँग याद ल छ। समीक्षाको कला हेर्न। के अरे तेल्ला तेल्ला बारे दिल गोरे गला, पच्चा पच्चा पच्ची मट्टी बम्बला, इल्ली बिल्ली बिना पोला नुर्गला हो कि के हो खै थाहा छैन यार। त्यो गाउन गाइरहेको थियो केही हुन्न। हामीलाई के थाहा त अब भाषाहरू। होइन मेलोडी त आउँछ नि, मलाई शब्द आउँदैन नि त। डेस्टिनेसन पुग्यो भने हामी चाहिँ ए हजुर ए अझै हो ठिकैसँग हेर्नु होला। के छ के हो कसो हो के होला कसो होला। जर्सिङ रिसोर्ट रिसोर्ट ल रेडी हुनुपर्ने छ है दादा फेरि। चितलाङ जाने बाटो हो यो? चितलाङ नै जान्छ? चितलाङ त कहाँ हो नि? चितलाङ यता होइन। ल हामी चाहिँ यहाँ होइन, यो त घर हो यार। कस्तो राम्रो अब देखिन्छ।
শুধু যে তোমার আমি যে তোমার मेरी चाहते तो फिजा में बहेंगे जिंदा रहेंगे होके फना तननन तुम तननन तुम तननन तुम तननन तुम ताना देरे देरे ना मेरे ढोलना सुन मेरे प्यार के तुम मेरी होइन मैले आफ्नै पारामा गरेको छु अर्कै छ मैले नि अर्कै गर्छु कि आफ्नै पारामा त्यही भएर नगाएको अर्कै हुन्छ साथी रे मर के भी तुझको चाहेगा दिल तुझे ही बेचैनियों में सेकेन्ड बाध्यो आएगा दिल साथी रे मर के भी तुझको चाहेगा दिल तुझे ही बेचैनियों में आएगा दिल मेरी धड़कनों के सरगोशी तेरी धड़कनों में बजती है ख्वाहिश तेरी ही सजती है मेरे ख्यालों में हर पल तेरे ख्याल शामिल है लम्हे जुदाइयों वाले मुश्किल बड़ी ही मुश्किल है ओ पिया निसा धनी 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 पद 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 गम गम रे सा पानी निसा पानी निसा पानी निसा पानी निसा गम पद नि द पद नि द पद निसा गम पद नि द पद नि द पद निसा गम पद नि द पद पम गम गरे सा नि धनी सा गम ग सा गम ग पद निसा गम पद नि द पद पम गम गरे सा नि धनी सा गम ग सा गम पद पद निसा 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 धनी 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 गम पद नि द पम गम गरे सा रे सा नि धनी सा द धनी नि सा सा ग ग म ग म द धनी द धनी सा ग सा नि धनी धनी द पम ग म धनी सा धनी द म ग म गरे होइन म धनी सा धनी द म ग म गरे सा नि धनी सा ग म धनी सा नि द पम ग म गरे सा नि सा ग म धनी सा नि द पम ग म गरे सा नि द धनी नि सा सा ग ग नि सा सा ग ग म म सा सा ग ग म म द द ग ग म म द द नि म म द द नि सा 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 नि सा सा ग ए के रे हामी लास्टमा के गर्दै थियौँ नि बिग्रेछ के लास्टमा नि द पद पम ग म गरे सा नि धनी सा ग म ग सा ग म प द प द नि सा निसा 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 धनी 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 ग म प द नि द पम ग म प द नि द पम ग म पम ग म गरे सा रे सा नि धनी सा द द नि नि सा सा ग ग म ग सा सा ग ग म म द द नि द धनी सा ग सा नि धनी द पम ग म धनी सा नि द पम होइन म धनी सा धनी द म ग म गरे सा धनी हो के अहिलेसम्म मिस्टेक गरेर मैले भनेपछि या मैले सानोमा सिकेको क्या गीत त बच्चा हुँदाखेरि किन ल उहाँ हुनुहुन्छ नेपाल आइडल सिजन 6 को विजेता गङ्गा सोनाम यस र सँगै हुनुहुन्छ चर्चित गायिका समीक्षा अधिकारी सँगै छु म रचना रिमाल के भने कहाँबाट यस्तो फोहोर लाग्यो के मेरोमा कस्तो राम्रो आएको हौ कस्तो राम्रो पुरै फोहोर लागेछ कि यो ब्लग चाहिँ मेरो यो चाहिँ यो क्यामेराबाट फर्स्ट टाइम खिचिरहेको हो आज चाहिँ हाम्रो यहाँ के दल्यो हो तिमीले अनुहारमा यस्तो लागिरहेछ के कहाँबाट लाग्यो ओइ यता हेर त यता फर्क त पछाडि भएर पछाडि त छैन अगाडि मात्र छ क्या अहिले पानीले पुस्नुपर्छ जाम दादा मेरो लगेज खाने हो यहाँ रेडी हुने कहाँ हो मैले त्यही गर्न आँटेको थिएँ मोहे रंग दो लाल नंद की लाल लाल छिड़ो नहीं बस रंग दो लाल मोहे दो लाल
देखो देखो तुझको मैं हो गया कति राम्रो ठाउँ रहेछ नि हामी चाहिँ राम्रो ठाउँमा आइपुग्यौँ है जे होस् प्लटिङ यार जग्गा त्यत्रो बस्छन् बस्छ तिम्रोबाट त नजिकै छ बस्ने ओके कस्तो राम्रो देखेको यहाँ यस्तो राम्रो छ के ठाउँ यता छौँ यता हाम्रो चाहिँ प्र्याक्टिस हुँदै रहेछ कस्तो रमाइलो देखेको उहाँहरूलाई भोक लाग्यो अरे म त खाँदिनँ भात त खाऊ खाऊ टाइपको गाइदिन्छु यस्तो छ अनि खानेकुरा अलि मोटाइँदैन क्या यस्तो त्यही भएर धेरै खाएको उसले यति खाइ बहिनीले उसले त ऊ एउटा कटरको चानो लिएर आएछ ठिक छ त कस्तो छ बहिनी मिठो छ यो बेसरी गुलियो छ हो तिमीलाई गुलियो मनपर्छ मनपर्छ यस दादाहरूलाई ल यिनीहरू दुइटा चाहिँ सँगै एकै दिन जन्मेका अरे सँगै त होइन तर ऊ पनि साउनमा अरे ऊ पनि साउन 3 मै अरे ऊ पनि साउन 3 मै अरे म चाहिँ साउन 29 हो साउन 29 के असार साउन हो साउनको तपाईँ असार होइन र मेरो होइन महिना अगाडि साउन 29 हो हजुर बडाको म 59 साले हो के दादा साउन 29 गर्थेँ 59 शर्मिला नि 59 ए हो फागुन के हो मभन्दा कान्छी हुँदो रहेछ नि फागुन के हो 59 दिदी हुँदा नि रमाइलो हुन्छ हौ हजुर आज हामी यहाँ एकदम रमाइलो गरिरहेको छौँ है
यो चाहिँ मेरो फर्स्ट भ्लग हो है मेरो आज के अरे यो नयाँ क्यामेरामा मैले पहिला नि खिचेको थिएँ तर मैले हाल्नै भएको थिइनँ अब हामी प्रोग्राममा माथि जाँदैछौँ रमाइलो भयो तिमीलाई र हामी चाहिँ माथि प्रोग्राममा गीत गाउन गयौँ अनि हाम्रो राजु लामा दादा पनि आउनु भएको रहेछ भेटेर एकदमै धेरै खुसी लाग्यो हामी एकछिन बस्यौँ त्यहीँनिर अनि त्यसपछि पालो कुरिराखेको थियौँ गफ गर्दै एकअर्कालाई हेर्दै बोल्दै थियौँ त्यसपछि यहाँनिर चाहिँ बटर टी ल्याइदिनु भयो क्या बटर टी अरे यो चाहिँ घिउ चिया भने जस्तै लाग्यो मलाई अनि यो चाहिँ टिबेटियन चिया भन्दै हुनुहुन्थ्यो अनि यसमा चाहिँ घिउ अनि नुन हालेको हुँदो रहेछ क्या अनि मैले चाहिँ खाएको थिइनँ घिउ नुन पानी जस्तो त्यस्तै के हुँदो रहेछ अनि बटर टी भनेर ट्राई गरेँ मैले पनि अनि मलाई चाहिँ त्यति मिठो लागेन अनि त्यसपछि यो चाहिँ मैले खाइनँ किनकि म डाइटिङमा थिएँ अनि फेरि त्यसपछि उता बहिनीलाई पनि दिनुभयो उहाँले अनि समीक्षाले चाहिँ अनुहार बिगारिहाल्यो मैले चाहिँ यहाँ देखाउँदैछु चिया हेर्नुहोस् भनेर अब त्यसपछि के हुन्छ भने यता म साइडमा देखाउँछु यहाँ चाहिँ गीतहरू बजेको भएर म भोइस ओभर गरिरहेको उसलाई मिठो लागेन अनुहार बिगारी दादाले मिठो छ त खाऊ न भन्दै हुनुहुन्छ मैले पनि खाएँ खाना चाहिँ दुई चार सुरुप खाएँ त्यसपछि सकिनँ खासै खान सकिनँ भनेर मलाई चाहिँ खासै मिठो लागेन भनेर भन्दैछु है यसरी भन्दैछु मिठो लागेन यति बेला चाहिँ मैले गीत गाइसकेको थिएँ अनि त्यसपछि धेरैजना चाहिँ फोटो खिच्दै हुनुहुन्थ्यो मसँग अनि एकदम खुसी हुनुभयो उहाँहरू पनि म पनि एकदमै खुसी भएँ मलाई एकदमै यो चाहिँ सुन्ने खालको वाला पनि प्रोग्राम भएको भएर त्यति धेरै चाहिँ जोस् मान्छे एकदमै ताली बजाएर साथ दिइराख्नु भएको थियो बसेरै भए पनि अनि उहाँ चाहिँ हाम्रो फोटो खिचिदिनु भएको रहेछ उहाँ इन्डियाबाट हुनुहुँदो रहेछ अनि उहाँले पनि मसँग फोटो खिच्नुभयो एकदम राम्रो फोटो खिचिदिनु भएको छ मेरो उहाँले अनि उहाँलाई पनि धेरै धेरै धन्यवाद यसपछि चाहिँ मैले सबैजनालाई धन्यवाद भने अनि मैले सकाएँ दाइले खिचिदिनु भएको थियो मेरो भिडियो धन्यवाद भने अझै अब दुईजनाको पालो सकिसकेको थियो समीक्षाको पालो चाहिँ आएको थिएन अनि मैले चाहिँ यत्तिकै खिचिरहेको थिएँ यतातिर रमाइलो भइरहेको थियो एकदमै होइन त्यसपछि गङ्गा र म चाहिँ अलिकति टोइलेट खोज्दै गयौँ त्यसपछि अब म अल्झिएँ उहाँहरूलाई पनि मैले हेलो भन्नु भने हेलो भन्नुभयो त्यसपछि यता गएर पनि मैले यता गएर देखाएँ प्रोग्राम भइरहेको थियो यतापट्टि साइडमा हामी चाहिँ एक राउन्ड घुम्नलाई गयौँ कस्तो राम्रो ठाउँ है भन्दै थिएँ म एकदम राम्रो ठाउँ थियो यहाँ चाहिँ शीतल हावा पनि चलिरहेको थियो ऊ गङ्गा हाँस्दै चाहिँ खुसी हुँदै चाहिँ त्यसपछि हामी उता गयौँ अझै उतै गयौँ त्यसपछि यहाँनिर अरूहरूले पनि हेरिराख्नु भएको थियो उहाँलाई नि हाई गरेँ मैले कति राम्री भनेर मैले छेउबाट खिचेँ उहाँलाई कति राम्री हुनुहुन्छ हेर्नु न गालाको डिम्पल हेर्नु न हाई भन्नुभयो कति राम्री भने मैले थ्याङ्क यू भन्नुभयो उहाँले अनि त्यसपछि उहाँहरूलाई नि हाई गर्न लाएँ कति खुसी हुनुभयो हेर्नु न हाई गर्नुभयो कति खुसी हुनुभयो नि उहाँ पनि कति खुसी हुनुहुन्छ अब हाई गर्नुभयो त्यसपछि हामी घुम्दै थियौँ गुम्बाको एक राउन्ड लाउँदै थियौँ अनि फेरि हामीसँग अरू पनि फोटो खिच्न आउनुभयो त्यहाँनिर चाहिँ पछाडिबाट घुम्दै थियौँ अनि फोटो खिचेर फेरि हामी यहाँबाट हिँड्दै फेरि घुम्न गयौँ एक राउन्ड घुम्नलाई उहाँहरू चाहिँ हामीसँग फेरि फोटो खिच्न आउनुभएको थियो यति धेरैजना अनि एकदमै धेरै उहाँहरू खुसी हुनुभयो हामी पनि खुसी भयौँ त्यसपछि फेरि हामी घुम्न गयौँ अझ एक राउन्ड घुमिसकेको छैनौँ ठाउँमा हामी फोटो खिचिरहेको थियौँ अनि घुम्दै थियौँ उहाँहरूले थ्याङ्क यू बाई भन्नुभयो सबैजनाले हामीले पनि बाई गऱ्यौँ अनि फेरि हामी अर्को साइडमा गएर फोटो खिच्न थाल्यौँ यतापट्टि गएर हिँड्दै गयौँ मैले चाहिँ यो गुम्बाको सबैजनालाई देखाइरहेको छु तपाईँहरूलाई यो पुरै खिचेर देखाउन खोजिरहेको छु एक राउन्ड हामीले घुमिसकेकै छैनौँ हामी बिचमा फोटो खिच्दै हिँड्दै गइरहेको थियौँ त्यसपछि फेरि म यहाँ छु भन्दै देखाएँ अब भ्लग बोरिङ पनि हुनसक्छ मैले चाहिँ यो भोइस ओभर पनि आजै गरेको यसरी भोइस ओभर चाहिँ त्यति गरेको थिइनँ मैले भ्लगहरू पनि अनि यो क्यामेराबाट खिचेको भ्लग चाहिँ मेरो फर्स्ट भ्लग नै हो होइन अनि नयाँ क्यामेराबाट खिचेको हो अनि हामी चाहिँ गफ गर्दै हिँड्दैछौँ अब यो फेरि मैले किन भोइस ओभर गरेको भने पछाडि गीत बजिरहेको छ त्यो गीतले चाहिँ कपिराइट हान्छ त्यही भएर हो खासमा तर कपिराइट हान्दा नि केही फरक त पर्दैन किनकि मेरो नयाँ च्यानल हो
यसमा चाहिँ भर्खरै केही पनि हालेकै छैन नि त। अनि त्यसपछि हामी फेरि यता डाँडातिर गयौँ। यता डाँडा कस्तो राम्रो देखेको भन्दै फेरि मैले जुम गरेँ भिडियोलाई। अनि त्यसपछि फेरि अब अर्को एकजना दाइ आउनुहुन्छ, एकछिनमा हेर्नु है तपाईँहरू। म जाँदैछु, देखाउँदैछु कति राम्रो है भनेर देखाउँदैछु। गङ्गाले मेरो फोटो खिचिदिइरहेको थियो क्या यति बेला चाहिँ, मैले क्यामेरा बोकिरहेको थिएँ। अनि उहाँ दाइ आउनुहुन्छ फोटो खिचौँ भनेर। अनि उहाँले चाहिँ मलाई बोल्न लाउनुहुन्छ कस्तो लाग्यो भनेर। अनि त्यसपछि केही भनिदिनु न भनेर भन्नुहुन्छ। अनि मैले केही भने क्या। अनि त्यसपछि जिस्किएँ म एकछिन। अनि त्यसपछि फेरि केही भनेर जिस्काएको थिएँ, तर फेरि मैले एकदम रमाइलो लाग्यो, राम्रो लाग्यो, खुसी लाग्यो यति राम्रो ठाउँमा आएर प्रोग्राम गर्न पाउँदा भनेर भने। अनि उहाँले पनि भिडियो खिच्नुभयो मसँग। अनि त्यसपछि थ्याङ्क यू भने मैले उहाँलाई पनि। अनि दाइ जानुभयो। त्यसपछि हामी फेरि उता गएर फेरि मेरो जस्तै क्यामेरा रहेछ भनेर देखाउँदैछु, तर होइन रहेछ, फरक रहेछ। फेरि हामी डाँडातिर देखाउँदैछौँ है, यता डाँडातिर गयौँ। अब के भयो भनेपछि फेरि मलाई देखाउँदैछु, हेर्नु न कति राम्रो भनेर। गङ्गाले खिचिदिँदैछ हे, कस्तो राम्रो हावा चलिरहेको छ भनेर म चाहिँ देखाइरहेको छु। वाउ भनेर। राम्रो छ नि होइन, कति राम्रो छ नि, कस्तो राम्रो लाग्यो मलाई त। यस्तो छ। फेरि हामी एक राउन्ड घुमिसक्न लाग्यौँ अब चाहिँ। र हामी चाहिँ वहाँ पुलिस दाइहरू पनि हुनुहुन्थ्यो, उहाँले नमस्ते गर्नुभयो, कति राम्रो हुँदो रहेछ। अनि यता चाहिँ हाम्रो अडियन्सहरू हुनुहुन्थ्यो सबैजना। यो चाहिँ अलिकति हाम्रो लागि एकदमै फरक कार्यक्रम थियो। अनि त्यहाँनिर चाहिँ गुरु आउनु भएको रहेछ, उहाँहरूलाई चाहिँ सबैजनाले फरक फरक खालको पर्फर्मेन्स देखाउनु भएको थियो। र हामी 3 जना पनि आएको थियौँ। अनि एकदमै फरक किसिमको अनुभव भयो, एकदमै राम्रो लाग्यो त्यहाँ जान पाउँदाखेरि, एकदमै धेरै नै राम्रो लाग्यो। त्यसपछि हामी खासमा टोइलेट खोज्दै गएको, अहिलेसम्म टोइलेट पुगेका छैनौँ। अनि अब हामी जाँदैछौँ, यहाँ खोज्दै जाँदैछौँ, यहाँ फेरि कति राम्रो देखियो भनेर मैले फेरि गङ्गाको भिडियो खिचिदिएँ। त्यसपछि ल जाम भनेर फेरि यता ब्याकग्राउन्ड अलिकति देखाएँ। अनि त्यसपछि हामी फेरि यता गयौँ। यता चाहिँ बल्ल फाइनल्ली हामी पुग्यौँ। अनि फेरि यहाँबाट कस्तो राम्रो देखियो है भनेर फेरि खिचेँ। हामी उता गएर आएपछि फेरि खिचेँ, बादल कस्तो राम्रो देखेको छ भनेर। अनि उहाँ चाहिँ एकदम टिकटकमा पनि फेमस हुनुहुन्छ अरे। हाई गर्नुभयो उहाँले, हाई पनि अर्कै टाइपको हाई गर्नुभयो। अनि एकदम टिकटकमा पनि फेमस हुनुहुन्छ अरे, उहाँले फोटो खिच्छु भन्नुभयो। त्यही भएर हामीले उहाँसँग फोटो खिच्यौँ। अनि के भन्दै हुनुहुन्छ हामी भाषा बुझ्दैनौँ, जे होस् रमाइलो भयो भनौँ न। उहाँ चाहिँ नेपाली दाइ नै हुनुहुँदो रहेछ, हाई भन्दै हुनुहुन्छ उहाँले। र फेरि त्यसपछि फाइनल्ली समीक्षाको लास्टमा राखिदिनु भएको रहेछ, त्यही भएर उसको पालो लास्टमा आयो। गाएकी गाई चाहिँ बुइनीले होइन, जम्मा 2टा गीत मात्र गायो उसले, त्यही ढिलो भइसकेको भएर। अनि दाइहरू हामीलाई लिएर आउने दाइहरू यहीँ हुनुहुन्थ्यो, राम्रो छ भन्दै हुनुहुन्छ। अनि हाम्रो पर्फर्मेन्स सकेपछि चाहिँ हामी हतार फर्क्यौँ भनेर चाहिँ हामी फर्क्यौँ। तर उसको पर्फर्मेन्स भइरहेको थियो, त्यही भएर म पनि कुरिरहेको थिएँ। म गङ्गा हामी सबैजना सँगै नै जाने भनेर। यता साउन्डको दाइहरू हुनुहुन्थ्यो, मैले सबैजनालाई समेट्ने प्रयास गरेको छु यो भिडियोमा चाहिँ। र उहाँलाई चाहिँ मैले के भने उहाँले चाहिँ मलाई डान्स गरेर साथ दिनुभयो क्या। उहाँले जम्मा 3-4 जना डान्स गर्न आउनुभएको थियो, धेरैजना चाहिँ नाच्नु भएन त्यहाँनिर, त्यही भएर उहाँले थ्याङ्क यू भने मैले वेलकम भन्नुभयो। त्यसपछि हामी फर्किने बेला भयो। अनि ल हामी 7 बज्यो भन्दैछु मैले, बिहान 10 बजी हिँडेर हामी 7 बज्यो भनेर म रिसाइरहेको थिएँ। अनि बहिनी पनि ढिलो भयो भनेर रिसाइरहेको थियो अलिअलि। अनि यस्तो चाहिँ गर्नु हुन्थेन के भनेर भन्दै थियौँ हामी। अब म ओरिजिनल साउन्ड हाल्छु ल यस पछाडि। डान्स गरेको जस्तो नि। वाउ, अरे वाह, कस्तो राम्रो देखेको नि। यो तल बजार चाहिँ कुन बजार होला नि है? यो गोकर्णेश्वर होला होइन दादा? जगडोल। कहाँ गर्न जाउँ। ल बहिनी गएँ, के चाहिँ बिर्सिन्छु, एकैछिनमा बिर्सिन्छु हौ। अहिले कस्तो आएको यार भिडियो अहिले चाहिँ फेरि अँध्यारो भएर क्या। अब को पहिला झर्छ थाहा छैन, हामी 2 जना छौँ अब।